हेलो साथीहरु, म चाहिँ अब घर लिप्छु भनेर रेडी गरेर माटो मुसिसकेको छु। माटो चाहिँ भराल हो। भराल चाहिँ हाम्रो बनाइसक्नु भएको छ र यता लिप्नु भनेर रेडी गर्दैछु। र यतातिर लिपिसकेपछि अब म बजार पनि जान्छु। र आज चाहिँ मङ्गलबार बजार बसेको छ। यता चाहिँ फाइनली म चाहिँ बजार जानु भनेर निक्लिसकेको छु। आज चाहिँ बिहुको बजार लागेको छ है चारालीमा। र बजार सामानहरू त ल्याउनु पर्यो नि त नि, मुढीहरू, मिठाईहरू, अनि सुटुनीहरू, अनि तिलहरू, चिउराहरू। अब बिहुमा त के खानु, त्यही त खाइन्छ हैन। बजारबाट आइसकेर आज आन्टीहरूको आमाको वर्ष दिने काम छ र त्यहाँ म जाँदैछु गाइस। हेलो गाइस, आन्टी काममा चाहिँ आज हामी आएको छौँ। आन्टी चाहिँ बेङ्गलोरबाट आउनुको बलियो न बलियो यस्तो छु।